हेलो हेलो वेलकम ब्याक। सो लास्ट भिडियोमा चाहिँ हामीले के हेऱ्यौँ भन्दाखेरि डेटा टाइप्स र भेरिएबल्स हेऱ्यौँ र भेरिएबल भनेको चाहिँ के हो भन्दा एउटा बट्टा हो भनेर हेरेको थियो होइन। सो इक्जाम्पलको लागि यस्तै यस्तै हेरेको थियो होइन। हामीले नम्बर भनेको 20, नेम भनेको जन, इम्प्लोइड भनेको फल्स, यस्तो बट्टाभित्र कुनै भ्यालुलाई हालिदिएको जस्तो होइन। सो यो केसमा नम भनेको चाहिँ इन्टिजर टाइप भयो, नेम भनेको स्ट्रिङ टाइप भयो, इम्प्लोइड भनेको चाहिँ फल्स टाइपको भयो होइन। सो यसरी भेरिएबल्सहरू छ होइन। तर कुनै कुनै केसमा चाहिँ के हुन्छ भन्दाखेरि एउटा बट्टामा हामीलाई एउटा भन्दा बढी भ्याल्युजहरू स्टोर गर्नुपर्ने हुन्छ होइन। अब यो अघि हाम्रो यो जुन अहिलेको कन्सेप्ट छ त्यो अनुसार त एउटा भ्याल्युमा एउटा भेरिएबलमा त एउटै मात्रै चिज स्टोर गर्न मिल्छ होइन। सपोज विकेन्ड भनेर एउटा भेरिएबल छ अरे, विकेन्डमा त अब फ्राइडे स्याटरडे सन्डे हुन्छ होइन, 3 दिन हुन्छ। त्यसलाई कसरी स्टोर गर्ने त यहाँ होइन, कमा कमा गरेर लेख्नु पर्यो। तर त्योभन्दा पनि एउटै भेरिएबलभित्र चाहिँ एउटै बट्टाभित्र धेरैवटा भ्याल्युज स्टोर गर्नुपर्ने। सो त्यो नै आजको कन्सेप्ट हो र त्यसलाई के भन्छ भन्दा एरेस भन्छ जाभामा है। सो आज हामी एरेसको बारेमा हेर्छौँ। सो यो एउटा सिम्पल एरे हो होइन। एरे अफ के हो, क्यारेक्टर्स हो। किनकि इच क्यारेक्टर चाहिँ इच एलिमेन्ट चाहिँ एउटा क्यारेक्टर हो, HELLO। यसरी चाहिँ एउटा बट्टामा चाहिँ पार्टिसन भएको जस्तो होइन, डिफ्रेन्ट कम्पार्टमेन्ट्सहरू छ र त्यसमा चाहिँ इच कम्पार्टमेन्ट चाहिँ एउटा एउटा क्यारेक्टर हालिदिएको होइन। त्यसरी नै अब अघिको केस विकेन्डको केस हो भने 3टा कम्पार्टमेन्ट भयो, एउटामा फ्राइडे, एउटामा स्याटरडे, एउटामा सन्डे राखे जस्तो है। र यो जो कम्पार्टमेन्टहरू छ तिनीहरूलाई चाहिँ एउटा रेफरेन्स गर्न मिल्छ कि अब कुन पोजिसनमा के छ भनेर होइन। त्यसको लागि चाहिँ हामीसँग के हुन्छ भन्दाखेरि नम्बरिङ हुन्छ होइन। त्यसलाई चाहिँ हामी के भन्छ भन्दा इन्डेक्स हुन्छ। र इन्डेक्सिङ चाहिँ जावामा र मोस्ट प्रोग्रामिङ ल्याङ्ग्वेजमा के हुन्छ भन्दा जिरोबाट स्टार्ट हुन्छ, वानबाट होइन कि जिरोबाट स्टार्ट हुन्छ। जसरी यो एरेमा 5वटा इलिमेन्ट छ तर 0 to 4 जान्छ होइन। 0 1 2 3 4 गरेर 5वटा इलिमेन्ट छ र यसबाट चाहिँ हामी के गर्न सक्छौँ भने इन्डेक्स इन्डेक्स टूमा के छ भने इन्डेक्स टूमा एल छ, इन्डेक्स थ्रीमा के छ, इन्डेक्स थ्रीमा पनि एल छ, इन्डेक्स वानमा के छ, ई छ। यसरी चाहिँ हामी रेफरेन्स गर्न सक्छौँ है। सो हामी लागौँ हाम्रो सेलतिर, जे सेल है। र यो इन्टिजर बनाएर हेरौँ है। सुरुमा हामी जे सेलमा जाउँ, जे सेल भनेर। सो अहिलेसम्म हामीले के गरेको थियो भन्दा इन्ट एक्स इक्वल टु 4 भनेर डिफाइन गरेको होइन। सो अब मल्टिपल भ्याल्युज राख्नु पऱ्यो भने के गर्ने होइन। मल्टिपल भ्याल्युज राख्नु पऱ्यो भने यसरी 4 5 6 त गर्न मिलेन है, किनकि एउटा मात्र भ्यालु युज गर्न मिल्छ। सो एरेज डिफाइन गर्न चाहिँ हामी के गर्छौँ भन्दाखेरि डिफाइन गर्दाखेरि यसरी हामी स्क्वायर ब्र्याकेट युज गर्छौँ है। सो नम्बर्स भनौँ होइन, नम्बर्स र यो डेटा टाइपमा चाहिँ यसरी स्क्वायर ब्र्याकेट राख्छौँ र जुन भ्यालु राख्छौँ त्यहाँ चाहिँ कर्ली ब्र्याकेट राख्छौँ है। सो यसरी चाहिँ हामी डिफाइन गर्न सक्छौँ। यो चाहिँ एउटा इन्टिजरको एरे भन्यो है हाम्रो। सो यसलाई हामी कसरी रिफरेन्स गर्न सक्छौँ भन्दाखेरि नम्बर्सको 0मा के छ भन्दा 4 है, नम्बर्सको 1मा के छ 5, नम्बर्सको 2मा के छ 6 है। यसरी चाहिँ अघिको जुन इन्डेक्सको कुरा गरेको थिएँ नि त्यसरी इन्डेक्स 0 1 2मा के छ भनेर हामी निकाल्न सक्छौँ। अब नम्बर्सको 3 हेर्नु गयो भने एरे इन्डेक्स आउट अफ बााउन्ड्स भन्छ, किनकि यसको लेन्थै 3 मात्रै छ, 0 1 2 3मा त केही पनि छैन है। सो यसरी इफ एरेको लेन्थ भन्दा बाहिर गएर हामी इन्डेक्स गर्न खोज्यौँ भने चाहिँ यसरी आउट अफ बााउन्ड्स आउँछ है। -1 पनि छैन, 0 1 2 3टा मात्र छ। सो यसरी चाहिँ हामी एरेजमा चाहिँ रेफरेन्स गर्न सक्छौँ है। अर्को कुरा एरेजमा के गर्न सक्छौँ भन्दाखेरि यसको लेन्थ निकाल्न सक्छौँ हामी, लेन्थ कति छ भनेर। लेन्थ 3 छ है, त्यो जुन 3टा इलिमेन्ट छ त्यो हामीले हेऱ्यौँ। सो नम्बर्सबाट डट लेन्थबाट चाहिँ के आयो भन्दाखेरि यसको टोटल लेन्थ आयो होइन,
अफकोर्स 4 5 6 तिनवटा मात्रै राखेको थियौँ हामीले। अनि त्यसपछि हामी एरेजमा अर्को एउटा के गर्न सक्छौँ भन्दा एडिट चाहिँ गर्न सक्छौँ है। एडिट गर्दाखेरि जस्तै इन्डेक्स वानमा 4 थियो, ए सरी 5 थियो, म यसलाई चाहिँ 5 को जग्गा 50 बनाइदिन्छु है। भने नम्बर्समा 456 है। यसरी हामी म्यानिपुलेसन भनेको यति मात्रै गर्न सक्छौँ, एडिट गर्न सक्छौँ, एपेन्ड गर्न सक्दैन। किनकि यो एरेजहरू एकचोटि डिफाइन गरेपछि यो फाइनल भयो होइन। यसमा 4 5 6 मतलब तिनवटा मात्रै इलिमेन्ट हुनसक्छ, यो फिक्स साइजको भयो है। यसलाई अरू मोडिफिकेसन गर्न सक्दैन, यसलाई थप्न सकिँदैन, यसबाट हटाउन सकिँदैन। यो तिन साइजकै भयो, यो फिक्स्ड भयो है। सो एरेजको चाहिँ म्यानिपुलेसन गर्न मिल्ने भनेको अपडेट मात्र हो र क्वेरी गर्नु र यसको लेन्थ योसँग भएको एउटा प्रपर्टी भनेको चाहिँ एउटा लेन्थ निकाल्न मिल्ने हो है। सो इन्डेक्सबाट इन्डेक्समा के छ भने हेर्न मिल्यो, लेन्थको चाहिँ हेर्न मिल्यो र यसलाई अपडेट गर्नु। सो एरेजमा चाहिँ यति गर्न मिल्छ। अब हामीहरू जुन अघिको हेलो भनेर हामीले यो हेरेको थियो नि, यसलाई चाहिँ हामी राखेर हेरौँ। यो त के हो, क्यारेक्टर हो, इन्टिजर होइन है। सो क्यारेक्टर यसमा चाहिँ हामी कसरी डिफाइन गरौँ भन्दा भ्याल्यु भनेर डिफाइन गरौँ है। सो अर्को एउटा डिफाइन गर्ने तरिका के हो भन्दाखेरि हामी स्क्वायर ब्राकेट चाहिँ यो भेरिएबल जोडेर राख्न सक्छौँ। अघि चाहिँ हामीले के गरेको थियौँ भन्दाखेरि यहाँ डेटा टाइपसँग जोडेर राखेको थियौँ। अब चाहिँ हामी के गर्छौँ भन्दा भेरिएबल नेमसँग जोडेर राख्छौँ, एउटै कुरा हो, जसरी पनि डिफाइन गर्नुहुन्छ है। सो HELL ओ हेलो गरेर हामी डिफाइन गर्न मिल्छ है। अघि जस्तै अब भ्याल्युमा चाहिँ टुमा के छ भनेर भने सरी भ्यालु होइन भ्याल्युमा चाहिँ एल छ भनेर रिटर्न है। सो सेम कुरा हो, भ्याल्युमा पनि लेन्थ निकाल्न मिल्छ है। र भ्याल्युको पनि कति छ 0 1 2 3 होइन। 4मा चाहिँ अब पी भनेर राख्यो भने अब यो भ्यालु चाहिँ के भयो, भ्यालु चाहिँ हेल्प है। स्पेलिङ हेल्पको स्पेलिङ होइन तर कन्सेप्ट चाहिँ के हो भन्दा अपडेट गर्नु मिल्छ है। सो अर्को एउटा तरिका के डिफाइन गर्ने भने अब स्ट्रिङलाई चाहिँ डिफाइन गर्ने है। सो स्ट्रिङ एरे बनाएर हेरौँ। स्ट्रिङ एरे बनाउँदाखेरि चाहिँ विकेन्ड भनौँ होइन। विकेन्ड भने चाहिँ के हो भन्दा एउटा अर्को तरिका भने चाहिँ हामी न्यू भनेर युज गर्छौँ है। न्यू युज गर्दा चाहिँ के हो भन्दा यसरी चाहिँ हामी डिफाइन गर्न सक्छौँ है। सो न्यू किवर्ड युज गरेर पनि हामी एरेजलाई चाहिँ डिफाइन गर्न सक्छौँ है। फेरि विकेन्ड अघि जस्तै यसको पनि लेन्थ निकाल्न मिल्यो है। सो एरेजमा चाहिँ डिफाइन गर्ने तरिका चाहिँ डिफ्रेन्ट डिफ्रेन्ट छ होइन। अब अर्को एउटा तरिका जुन छ हामी एरेज डिफाइन गर्ने, त्यो भनेको चाहिँ यसरी सुरुमै भ्याल्युज नदिने कि डेफिनेसन मात्र दिने, कतिवटा इलिमेन्ट हुन्छ है। सो त्यो हेरौँ है। सो डबल भ्याल भनेर होइन। भ्यालमा चाहिँ हामी के हुन्छ भन्दाखेरि न्यू डबल। अब न्यूको काम चाहिँ यसमा आउँछ है। एक्चुअल काम चाहिँ 3 भनेर हामी राखिदियौँ भने होइन के हुन्छ भन्दाखेरि तिनवटा कम्पार्टमेन्ट भएको एउटा बट्टा बनाइदियो यसले। तर बट्टामा केही पनि राखेन, 0 0 0 राख्दैन होइन, भ्याल्युज केही पनि राखेन एउटा। यसलाई चाहिँ के भन्छ भन्दा डेफिनिसन गरेको मात्र भयो। यसलाई चाहिँ यसमा चाहिँ हामीले डिफाइन गऱ्यौँ तिनवटा हुन्छ भन्यो, तिनवटाभित्र के हुन्छ पनि डिफाइन गरिदियौँ होइन। यसमा चाहिँ हामी के गर्यौँ भन्दाखेरि डिफाइन मात्र गर्यो क्या, तिनवटा हुन्छ भनेर मात्र भन्यो, भ्याल्यु के हुन्छ भनेर भन्यो। ए अब भ्याल्यु हामी कसरी राख्न सक्छौँ भन्दाखेरि डबलको 2मा गएर चाहिँ हामी 3.14 हाल्छौँ भनेर ए सरी भ्यालको चाहिँ 2मा गएर 3.14 राख्छौँ भने यसरी भ्याल्युजहरू हामी सेट गर्न सक्छौँ है। अनि स्ट्रिङको केसमा के हुन्छ त होइन, यसमा त 0 0 बस्यो, नम्बर इन्टिजरमा पनि 0 0 बस्छ है। स्ट्रिङको केसमा के हुन्छ
स्ट्रिङको केसमा भ्याल नै भनौँ फेरि, भ्याल वान भनौँ होइन। यसमा चाहिँ न्यू स्ट्रिङ भनेर हामी तिनवटा राख्यौँ भने के हुन्छ भन्दा नल 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 बस्यो। नल भनेको के पनि छैन है, स्ट्रिङमा जिरो त राख्न मिलेन। सो स्ट्रिङको केसमा चाहिँ भ्यालु छैन भन्नलाई चाहिँ नल भन्छ है। यसरी हामी डिफाइन गर्न सक्छौँ है। अब बुलियनको केसमा के हुन्छ त, बुलियनको बुलियन बी भनौँ होइन, न्यू बुलियन 5 होइन। सो के भने फल्स 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 बाई डिफल्ट फल्स बस्छ है। बुलियन भनेर ट्रु र फल्स हुनसक्छ। अब के पनि भ्यालु राखेन मतलब फल्स हो। फल्स जिरो नल भन्नु एउटै कुरो हो होइन, के पनि छैन भन्न खोजेको चाहिँ है। अब यहाँ एउटा कुरो के बुझ्नुपर्छ भन्दा यो बट्टामा हामी कम्पार्टमेन्टहरू त बनायौँ, तर यो कम्पार्टमेन्टमा एउटै किसिमको भ्यालुजहरू मात्र राख्नु पर्छ है। हामी अब किनकि डेटा टाइप हुनु पर्यो, त्यसरी हामी होइन। अब पाईको भ्यालु भने 3.14 3.14 यसरी राख्न मिल्दैन कि, किनकि डेटा टाइप के राख्ने त होइन। एउटा क्यारेक्टर छ, दुइटा चाहिँ नम्बर छ, दुइटा इन्टिजर छ है। अब पोइन्ट यो भने डबल भयो होइन। यसरी डिफ्रेन्ट टाइप्स राख्न मिल्छ है। अब के राख्ने त होइन, डबल भनेर राख्ने कि के राख्ने हुन्छ होइन। डबल एक्स भनेको यसरी गऱ्यो भने यसले त एरर दिन्छ। सरी, क्यारेक्टरको केसमा चाहिँ के हुन्छ भन्दाखेरि यसलाई चाहिँ हामी आस्की भ्याल्यु भन्छौँ होइन। सो डटको एउटा चाहिँ इन्टिजर भ्याल्यु हुन्छ क्यारेक्टरको केसमा आस्की भ्याल्यु भनेर पढ्नु होइन। सो यसलाई चाहिँ मैले कन्भर्ट गरेर चाहिँ डबल बनाइदिएकोले चाहिँ यो केसमा चाहिँ इरर आएन। थ्रीलाई पनि डबल कन्भर्ट गर्न मिल्छ, इन्टिजरलाई डबल कन्भर्ट गर्न मिल्छ होइन। अस्ति पनि हामीले फर्स्ट लेसनमा नि हेरेको थियो नि त होइन। इन्टु 1.0 गरेर त्यो इन्टिजर इन्टु डबल इक्वल टु डबल भनेर गरेको थियो नि। त्यस्तै इन्टिजरलाई चाहिँ डबलमा कन्भर्ट गर्न मिल्छ क्या त्यो। त्यसलाई चाहिँ हामी के भन्छौँ भन्दा टाइप कास्टिङ भन्छौँ होइन। त्यसरी कन्भर्सन चाहिँ गर्न मिल्छ। अब डबललाई इन्टिजरमा त्यो चाहिँ नमिल्ला होइन। तर इन्टिजरलाई डबल, किनकि 0.0 भनेको त 3 र 3.0 भन्नु सेमै हो। सो त्यसरी कास्टिङ चाहिँ गर्न मिल्छ है। यसरी डटको पनि आस्की भ्याल्यु अफ डट हेऱ्यो भने आस्की टेबलमा गएर हामी हेऱ्यौँ भने डेसिमलमा डट सिम्बलको डेसिमलमा भ्याल्यु भनेको 46 हो क्या होइन। सो यहाँबाट कन्भर्ट भयो क्या। यसलाई 46 कन्भर्ट गर्यो, 46लाई फेरि डबलमा कन्भर्ट गरेकोले यो चाहिँ चल्यो। तर जब स्ट्रिङ हुन्छ यस्तो टाइपकोलाई होइन, हामीले सेभ गर्न खोज्यौँ भने चाहिँ यसलाई चाहिँ इन्कम्पेटिबल टाइप स्ट्रिङ क्यानट बी कन्भर्टेड टु डबल होइन। क्यारेक्टर क्यान बी कन्भर्टेड टु इन्टिजर एन्ड इन्टिजर क्यान बी कन्भर्टेड टु डबल भने जस्तै होइन। त्यहाँबाट चाहिँ आउन मिल्यो, तर यो केसमा मिलेन होइन। सो यो त कन्भर्जन भएर यस्तो भएको हो होइन। सिम्पल केसमा चाहिँ यति बुझौँ कि एउटा बट्टामा डिफ्रेन्ट कम्पार्टमेन्ट्स छ भने त्यो सबै कम्पार्टमेन्टमा भएको इलिमेन्टहरू चाहिँ एउटै डेटा टाइप हुनुपर्छ होइन। इन्टिजर हुनु सबै इन्टिजर हुनुपर्छ, क्यारेक्टर सबै क्यारेक्टर, बुलियन सबै बुलियन, डबल सबै डबल, स्ट्रिङ सबै स्ट्रिङ होइन। त्यसरी बुझौँ है। सो एरेजमा चाहिँ हामीले बुझ्नुपर्ने यति नै हो है। क्विक समरी गरौँ होइन। एरेजमा के गर्न मिल्छ, एरेजमा भनेको हामीसँग हामीले के हो, एउटा बट्टामा एउटै मात्र राख्न मिल्थ्यो होइन। सो के गर्यो भन्दा कम्पार्टमेन्टहरू बनायो होइन। इच कम्पार्टमेन्ट चाहिँ एउटा एउटा कम्पोनेन्ट हुन्छ है, एउटा एउटा इलिमेन्ट हुन्छ। र त्यो इलिमेन्टलाई कसरी रिफरेन्स गर्न मिल्छ होइन, इन्डेक्सिङबाट। र इन्डेक्स कहाँबाट सुरु हुन्छ, जिरोदेखि सुरु हुन्छ है। अनि त्यसपछि के गर्न मिल्छ भन्दा इन्टिजर एरेजहरू डिफाइन गर्ने चाहिँ डिफ्रेन्ट मेथड्सहरू छन् होइन। एउटा मेथड चाहिँ डिफाइन मात्र गर्ने है, डिफाइन मतलब कतिवटा हुन्छ भनेर मात्र डिफाइन गर्ने, के पनि भ्यालु नराख्ने। त्यो केसमा चाहिँ अटोफिल हुन्छ, जुन डिफल्ट भ्यालुजहरू हुन्छ, जिरो होस् या नल होस् या फल्स होस्, त्यसरी चाहिँ अटोफिल भएर बस्छ। हामी कतिवटा हुन्छ भनेर मात्र डिफाइन गर्छौँ है। र अर्को केस भनेको चाहिँ हामी पहिला नै दिइदिन्छ भ्याल्यु,
भ्यालु दिन्छौँ र यसको काउन्टबाट यो कतिवटा हुन्छ भनेर यसले डिफाइन गर्छ र डिफाइन गर्दा पनि स्क्वायर ब्राकेट चाहिँ डेटा टाइपसँग एपेन्ड गरेर राखे पनि भयो, यसरी भेरिएबल नेमसँग एपेन्ड गरेर राखे पनि भयो होइन। र अर्को केस भनेको न्यू स्ट्रिङ गरेर जुन यसमा चाहिँ हामी न्यू गरेर कतिवटा छ भनेर ल्याएको थियो त्यस्तो नगरिकन न्यू गरेर न्यू किवर्ड राखेर हामी भ्याल्युज नै सिधै दिएर पनि राख्न मिल्छ है। अनि अर्को भनेको हामीसँग यो चाहिँ फिक्स्ड हुन्छ है, एकचोटि डिफाइन गरेपछि यो तिनवटा हो भने तिनटै हुन्छ सधैँ, यसलाई चेन्ज गर्न मिल्दैन। चेन्ज गर्न मिल्ने भनेको यसको भ्याल्युजहरू चेन्ज गर्न मिल्छ है। सो भित्र गएर यसरी नम्बर 1 = 50 भनेर चेन्ज गर्न पाइयो होइन, तर यसलाई हटाउन पाइएन, यसमा अर्को थप्न पाइएन, के पनि गर्न पाइएन। एउटा गर्न मिल्ने भनेको योसँग एउटा प्रपर्टी छ लेन्थ भन्ने, यसको लेन्थ कति छ भनेर निकाल्न मिल्यो र भ्याल्युजहरू हेर्न मिल्यो होइन, कुन चाहिँ इन्डेक्समा चाहिँ के छ भनेर हेर्न मिल्यो। तर लेन्थ 3 छ र 3 भन्दा अगाडि इन्डेक्स 3 मा गयो, इन्डेक्स 4 मा गयो भने चाहिँ यसरी एन्ड एरे इन्डेक्स आउट अफ बाउन्ड्स भनेर एक्सेप्सन हाल्छ। सो एरेजमा हामीले बुझ्नुपर्ने यति नै हो। नेक्स्ट भिडियोमा भेटौँ।